गाइजहरू के छ सन्चै छ। आज रहेको चाहिँ हाम्रो स्पेसल दिन, किनकि कलेजले लिँदैछ हामीलाई पिकनिक। जहिले 7 बजीसम्म सुत्ने मान्छे म आज चाहिँ बिहान जुरुक्क उठेँ, नुहाएर नयाँ कपडा लाएर म नि कलेजको बाटो लागेँ। योहरू हाम्रो पिकनिकको बस पछाडि आइरहेको थिएँ। त्यसपछि दाइसँग भेट भयो। यो चाहिँ जुङ्गे दादा। हेलो दाइ। हेलो। बिस्तारै गेट छिर्दै थिएँ, केटीहरू देखेर म सुरुक्क झस्केँ। आज टपमा आउँछ है यो साथै आन्टी देखिने दिदीहरू आज चाहिँ हट भएर आएछ होइन। कलेजमा 15 मिनट आइपुगेँ, यहाँ बसिरहेको थिएँ। सधैँ आन्टी देखिने दिदीहरू आज चाहिँ हट भएर आएछ। मन फुरुक्क भयो, हुरुक्क भयो, मन नाच्यो। यहाँ केटाहरूको भेला रहेछ होइन। यो चाहिँ सालो मेरो होइन, यो चाहिँ ल्याङ, यो चाहिँ केटाहरू मेरो। केटोले नि के छ भन्दै थियो, मैले पनि ठिक छ भनिदिएको। बिचरा मक्कै परेको। यसरी म गिटार बजाउँछु। गिटार हान्दै थियो मेरो भाइले, हान्देको हान्दै हो नाइस गिटारले। पछि मेरो अमिर भाइसँग भेट भयो होइन। हामी जाने कहाँ हो, कोकोन हो। सबैको केटाहरूभित्र एटेन्डेन्स गर्दै थियो। हामी चाहिँ यहाँ हामी अब कोकोनी जानु गाईसँग भेट भयो। त्यसपछि के हुन्छ हेर केटाहरू यहाँ एटेन्डेन्स गर्दै थियो। केटाहरूको पिकनिक जाने सोचले गिटार बजाउँदै बसिरहेको रहेछ होइन। यहाँ गिटार बजाउँदै बसिरहेको रहेछ। बिचरालाई बजाउनै आउँदैन। अनि मैले एकछिनपछि मागेर बजाउँछु भने भन्दै थियो। त्यसपछि म चाहिँ भएर बाइक फोटो जाँदैछौँ होइन। गाई छ अब हामी चट्टो लगाएर अब पुरै अब छैन हानेर चाहिँ चट्टो लगाएर त्यसपछि केटाहरू पनि यहाँ आयो होइन। होगिने केटा टोपीला ल्यायो, भेट भयो फाइनल्ली गाइज। अहिले त आज फाउन्डेसनै भएर आएछ केटोले होइन। जहिले कालो देखिने मान्छे आज त गोरो भएर आएछ काली पनि। यसो यहाँ बसिरहेको थियो, यहाँ चाहिँ आइसक्यो। सधैँ आन्टी देख्ने दिदीहरू आज चाहिँ हट भएर आएछ केटा। यसो शीतलसँग भेट भयो, टोइलेटतिर लाग्दिएको। गाजागुटी भ्याट चाहिँ आज सबै खाएर आएछ शीतलले होइन। अर्को पनि आएछ, यो चाहिँ छप्री केटो। केटाहरू पनि यहाँ चिरोट खाएर आएछ। माथि आएर हातसाथ धुए केटा कलेजमा। यहाँ देवेन्द्रसँग भेट भयो, चालियाले पनि गाजागुटी भ्याट चिया सबै खाएर आएछ आज केटो। दाइ पनि फाइनल यहाँ आइपुग्यो। कलेजको केटीहरू आन्टी देखिने केटीहरू आज चाहिँ हट भएर आएछ। मन फुरुक्क भयो केटा हो मेरो। कलेजमा चङ केटीहरू छ केटा, च्वाक केटीहरू डिस्काउन्ट पर्छ आज। यो चाहिँ काले होइन। त्यसपछि गाइज म नि एकाउन्टमा साइन गरेर आइसकेँ। एकाउन्टमा 1300 लागिसक्यो हाम्रो। 1300 हो अच्छा। केटीहरू जाँदैछ केटा, आज चाहिँ डिस्काउन्ट पर्छ यो केटीहरूलाई। हामी पछाडि टप भएर हिजो कडा तिम्रो। हेलो सोल्डिनाहरू के छ? केटाहरू सबको भेला रहेछ। एकछिनपछि पिकनिक जाने निर्णय पनि हुँदैछ होइन। दाइसँग भेट भएको, गाउँको पुरा कालो भएर आउनुभएछ। अनि अर्को दाइसँग पनि भेट भइदिएको, हेलो भन्ने। त्यसपछि यहाँ पछि केटीहरू रहेछ। केटीहरू आज च्वाक छ केटा। आन्टीदेखि नै दिदीहरू आज चाहिँ पुरा हट भएर आएछ होइन। आज चाहिँ पुरा रैला हान्नुपर्छ केटा केटीलाई ल। यो चाहिँ मेरो अमिर भाइ। यो चाहिँ अमिरले ऱ्याप हान्थ्यो गाइज। हामीतिर अब हिँड्न आँट्यौँ। त्यसपछि यहाँ एउटा फुटबललाई भेट भइरहेको थियो। यो चाहिँ 1 नम्बरको तोर्पे साले होइन। अगाडि मैले चङ्क केटीहरू देखिरहेको थिएँ, नजिक गयो त दिदी परेछ केटा। पिकनिक जान आँट्यो होइन। केटाहरू सब पिकनिक जान आउँदै थियो। पछाडि चाहिँ हट केटीहरू। यहाँ झन् हट केटीहरू देखेर मन फुरुक्क भयो मेरो। मारो मुझे मारो नहीं ये मजाक हो रहा है। एक सेकंड यार, मजाक हो रहा है। नहीं ये हम यहाँ पे क्या
अनि यहाँ सब केटाहरू यहाँ भेला रहेछ केटीहरूको लागि आज केही भन्नु छ Fall in love with me. केटाहरू एक्कासी मलाई गर्नु जस्तो feel भयो। ल, यो समातो त? समातो न यहाँ यसो समातो समातो केटा म चाहिँ अब जग्गा होइन जस्तो यो समातो अब चाहिँ हल्का अलि हट हुनुपर्छ हाम्रो केटीहरूको निम्ति त होइन ल गाइज अब चाहिँ हल्का कम्फर्टेबल फिल भयो होइन अनि एक्कासी यता पछाडिदेखि केटीहरू सब यहाँ आज चाहिँ खतरा पुरा होइन पिकनिकको लागि पुरा रियाक्सन हेर नि केटाको खुसी एक्लै थियो भनेपछि यहाँ एक्कासी ग्यारोको भाइ आयो ह्यान्डसम बोय आइसक्यो अहिले पनि आज खाइरहेको रहेछ कालेकोसँग पनि भेट भयो काले भने चिने होला मारो हमको जिंदा मत छोड़ो सालो हम कोई मंदिर का घंटा है कि कोई भी आके बजा जाता है केटाहरू बस चढ्न आँट्यो यसो भित्र छिरेको प्याक रहेछ गाइजहरू प्याक रहेछ अनि म चाहिँ यहाँ खुल्ला रहेछ यहाँ अगाडि बस्दिएको म त्यहाँ चकचक आन्टीहरूले टिकटक बनाउँदै रहेछ होइन चाकचाक आन्टीले हेर्न कति चाक छ आज त पुरा हट भइरहेछ यो आन्टीहरू सब पनि आइपुग्नुभयो ध्यानसँग बस भनेर अगाडि गएछ म नि हाम्रो केटाहरू सब बसदेखि भाग्दिउँ केटा हो हामी बसदेखि होइन हिँड्दै जान लाग्छौँ गाइजहरू हाम्रो क्लासको केटाहरू सब एउटा गाडीमा जाने भनेर यहाँ बसिरहेको थियो होइन गाइजहरू यसो हिँडिरहेको थिएँ म इङ्ग्लिस सरसँग भेट भयो गुड मर्निङ सर Good morning. एकाउन्ट सरसँग पनि भेट भयो गुड मर्निङ सर होइन सरको युट्युब च्यानल छ केटाहरू सबले युट्युब च्यानलमा गएर लाइक सब्सक्राइब कमेन्ट सेयर गरिहाल है हामीलाई खेदैसी हामी फेरि अर्को बसमा जान आँट्यौँ गाइजहरू पुरा प्याक रहेछ केटाहरू त्यही पनि भित्र छिर्न आँट्यो गाइजहरू अब हाम्रो कलेजको चर्चा केटीहरू हेर होइन चर्चा केटीहरू चाहिँ हाम्रो कलेजमा केटा होइन मलाई सिट दिन सायद म चाहिँ यहाँ सिटमा बसेँ केटाहरूको गाइजहरू होइन अब चाहिँ केटाहरू गाडी हामी जाँदैछौँ भन्न केही Parane keda. Ek, dua, tiga. अनि हाम्रो कलेजको चाक दिदीहरू होइन केटीहरू पछाडितिर गाइजहरू कोही गर्लफ्रेन्ड भइकेसँग व्यस्त भनेपछि हामी चाहिँ सिङ्गल होइन गीत चाहियो हामीलाई गाइजहरू गीत चाहियो गीत हामी पिकनिक जाँदैछौँ रमाइलो चाहिँ गर्नु पर्यो नि हामीले होइन हामीलाई गीत चाहियो गाइजहरू गीत चाहियो भेट भयो अर्को गाडीहरू भाइ रहेछ के कोरोना सक्छ गाइजहरू लाले दाइको डान्स हेरौँ अब है लाले दाइको डान्स पछाडि केटाहरू मस्त केटीहरूसँग बसिरहेछ